मार्केटिङ विषय अन्तर्गत अहिले हाम्रो लोकल मार्केटमा भइरहेको चलिरहेको बिजनेस अथवा कुनै संस्थालाई चाहिँ मार्केट पोइन्ट अफ भ्यू हुनाले हामीले चलाइरहेको संस्थालाई चाहिँ कुन चिजले इम्प्याक्ट गरिरहेछ, हामीले चलाएको संस्थाको प्रोफिटलाई भनौँ अथवा संस्थाको एउटा फेमलाई चाहिँ वातावरण भनौँ इन्भाइरोमेन्टल रूपमा चाहिँ इन्टरनल एक्सटर्नल कुन इन्भाइरोमेन्टलले चाहिँ कसरी चाहिँ इम्प्याक्ट पारिरहेछ भन्ने विषयलाई चाहिँ हामीले दर्शाउन खोजिरहेछौँ। सरले दिएको प्रोजेक्ट अन्तर्गत हाम्रो चाहिँ रेस्टुरेन्ट बिजनेस चाहिँ हाम्रो मेजर टपिक थियो। रेस्टुरेन्ट बिजनेसमा हामीले बर्गर हाउस नेपालमा स्थित बर्गर हाउस एन्ड क्रन्ची चिकन भन्ने एउटा रेस्टुरेन्टको माथि चाहिँ हामीले अध्ययन गरेका छौँ है। यो चाहिँ रेस्टुरेन्टको ब्याकग्राउन्ड हो, हामीले फोटो पनि हालिरहेका छौँ है। अब हाम्रो अहिले यो जुन प्रेजेन्टेसनको यो टेबल अफ कन्टेन्ट तपाईँहरूको जानकारीको लागि भनेर राखेका छौँ है। बेसिक इन्ट्रोडक्सन, बाहिरी वातावरण, भित्री वातावरण प्लस अरू के कुराले चाहिँ डिस्टर्ब गर्छ भन्ने कुरा है। डबल भयो कि यो चाहिँ बर्गर हाउसको इन्ट्रोडक्सन दिए हामीले होइन। बर्गर हाउस चाहिँ फ्रेन्चाइज बिजनेस हो यो चाहिँ होइन। यसको मेन हेड अफिस चाहिँ काठमाडौँमा छ अनि ओभरअल देशभरिमा चाहिँ लगभग 150वटा चाहिँ आउटलेट अहिलेसम्म खोलिसकेका छन् उनीहरूले। ओभरअल देशभरि हो है। सबैभन्दा धेरै आउटलेट चाहिँ काठमाडौँ भ्यालीभित्रै छन्। नेपालगञ्जको चाहिँ यो अहिले एउटा मात्रै बर्गर हाउस अहिले नेपालगञ्जको चाहिँ एउटा फर्स्ट ब्रान्च हो यो चाहिँ भनौँ न है। अब मेजर प्रपोज हाम्रो यो जुन अहिले प्रेजेन्टेसन दिइरहेछौँ, यहाँ अगाडि यसरी घुमिरहेछौँ, साथीहरूले सुन्नु भएको छ, त्यसको पछाडिको मुख्य कारणहरू के हुन्छ भने हाम्रो अघि नै भनिसके मैले मार्केटिङ इन्भाइरोमेन्ट एनालाइसिस, एउटा बिजनेसको व्यापारिक दृष्टिकोण चाहिँ कसरी चाहिँ त्यसलाई एनालाइसिस गर्न सक्छौँ हामीले भन्ने कुरा हो होइन। यो सबै पढेर सुनाउनु भन्दा ओभरअल मैले जिस्टमा कुरा भनिदिइसकेँ। बाहिरी वातावरण र भित्री वातावरणले चाहिँ एउटा संस्थाको कामलाई चाहिँ कसरी असर गर्छ भन्ने विषयमा चाहिँ हामीले छलफल गर्दैछौँ। यसमा यो इस्टाब्लिस भएको कति भयो टाइम? यहाँ नेपालमा स्थापना भएको लगभग 3 वर्ष भयो। 3 महिनादेखि चाहिँ अहिले चाहिँ नयाँ लोकेसनमा स्विच भएको छ। अनि इम्प्लोइलाई चाहिँ राम्रो स्यालेरी छ भन्ने कुरा थियो, यो फ्याक्ट हो? नै यस्तो रहेछ, इम्प्लोइलाई राम्रो स्यालेरी भन्दा पनि अहिलेको नेपालको रेस्टुरेन्ट बिजनेसमा चाहिँ कस्तो ट्रेन्ड चल्दै रहेछ भने 3 देखि 6 महिना चाहिँ मान्छेले त्यहाँ काम गर्ने, काम सिक्ने, बार टेन्डरदेखि लिएर अब एभ्रिथिङ बारिस्टा सारिस्टाको ट्रेनिङ लिने अनि आफ्टर 6 देखि 8 महिना विदेश जाने होइन। जुन नेपालको अरू बिजनेसहरूको ट्रेन्ड छ त्यो बिजनेस ट्रेन्डमा चाहिँ रेस्टुरेन्ट बिजनेस पनि चलिरहेको छ। अरू केही चाहिँ खाद्यहरू यो शाखा हो कि फ्रेन्चाइज हो? यो फ्रेन्चाइज हो, यसलाई फ्रेन्चाइज ग्रुप होइन। अनि अघि साथीहरूले भने जस्तो बर्गर ग्रुप भन्ने एउटा ग्रुप रहेछ यिनीहरूको। अनि यिनीहरूले चाहिँ टेस्ट नेपालभरि चाहिँ बर्गर हाउसको टेस्ट एउटै होस् भन्ने हिसाबले त्यसको त्यो सिजनिङहरू अनि अब फ्रेस भेजिटेबलहरू चाहिँ लोकल मार्केटबाटै लोकल सप्लायरहरूबाटै लिने गरेको छ अरे। तर जुन मेजर त्यसको सिजनिङहरू जुन छ मसलाहरू त्यो चाहिँ बर्गर हाउसले नै नेपालभरिको बर्गर हाउसमा चाहिँ सप्लाई गर्ने गर्छ।